उमेश मोक्तानको साहसिक निर्णयले बुद्ध एयरको जहाज रनवेबाट चिप्लिएर दुर्घटनामा परेका यात्रुहरूको ज्यान बच्यो। भद्रपुर विमानस्थलमा बुद्ध एयरको जहाज रनवेबाट चिप्लिएर दुर्घटनामा परेको घटनामा 5 थरका उमेश मोक्तानले इमर्जेन्सी ढोका खोलेर धेरै यात्रुको ज्यान बचाएका छन्। काठमाडौँ भद्रपुर उडानको क्रममा जहाज दुर्घटनामा परेको बताउँदै यात्रु र चालक दलका सदस्य सबै सकुशल रहेका छन्। जहाजमा यात्रुका रूपमा उमेश मोक्तान पनि थिए। उनैले इमर्जेन्सी झ्यालको ढोका खोलेका थिए। उनी भन्छन्, एयर होस्टेज आत्तिएपछि मैले धकेल दिएर जहाजको इमर्जेन्सी ढोका खोले। एयर होस्टेजले नतान्नु भन्दै हुनुहुन्थ्यो, तर मैले उहाँको जिद्दी नमानिकन पछि धकेलेर इमर्जेन्सी ढोका खोले। उनले इमर्जेन्सी ढोका खुलेपछि यात्रुहरूले त्यहीबाट हाम फालेर ज्यान जोगाएको बताए। उमेशले भने, ल्यान्ड भइसकेको थियो, आइपुग्यो भनेर खुसी भइयो, तर एक्कासी चिप्लिएको आवाज आयो। पछाडिबाट धुवाको मुस्लो देखियो र गनायो। सबैजना डराउनु भयो, कोही रुने कराउने गर्न थाल्नु भयो। मैले इमर्जेन्सी ढोका हत्तपत्त खोलेर धेरैजना आमाहरूले पनि हाम फालेर ज्यान बचाउनु भएको छ। हाम नफालेको भए त मरिसकिने थियो होला। धेरैजना यात्रुहरूले चिच्याउँदै ढोकामा लात्ता हान्नु भएको थियो, तर खुल्ने अवस्था थिएन। सपना हो कि जस्तो लागेको थियो मलाई त।